आज चैत 25 गते 2021 सोमबारको राशिफल मेष राशि। मेष राशि हुनेको लागि आज घरको विभिन्न कार्यहरूमा व्यस्त रहनु पर्ला। कार्यक्षेत्रमा उपयुक्त समयको सही निर्णय गर्दा सफलता मिल्नेछ। धार्मिक कार्यहरूमा हजुरहरूको राम्रो योगदान रहनेछ। आजको शुभ रङ रातो हो भने शुभ अङ्क 4 रहेको छ। वृष राशि हुनेको लागि आज नोकरी वा पेसामा सोचेको अनुरूप कार्य मिल्नेछ। मन उत्साहित रहनेछ। उपस्थित व्यक्तिहरूमाथि जस्तै विश्वास नगरौँ। नयाँ जानकारी वा सञ्चारको माध्यमबाट कार्य बन्नेछ। आजको शुभ रङ सेतो हो भने शुभ अङ्क 3 रहेको छ। मिथुन राशि हुनेको लागि आज विशिष्ट व्यक्तिहरूसँग भेटघाटले कार्यक्षेत्रमा सफलता दिलाउनेछ। कानुन विपरीत कार्य नगर्नुहोला। नोकरी वा पेसामा आफन्तहरूको सहयोग मिल्ला। आजको शुभ रङ हरियो हो भने शुभ अङ्क 3 रहेको छ। कर्कट राशिका लागि आज विद्यालय वर्गहरूले साथीभाइसँग घुमेर मात्र समय व्यस्त नहोला। नोकरी वा पेसामा हतार गर्नेदेखि बाँच्नुहोला। चिताएको कार्यमा सफलता मिल्नेछ। आजको शुभ रङ सेतो हो भने अङ्क 1 रहेको छ। सिंह राशिका लागि आज प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। उद्योग कारखानाबारे नयाँ प्रविधि उभाल्ने कार्यक्षेत्रमा अवसर आउनेछ। विद्यार्थी वर्गहरूको पठनमा मन नलाग्ला। आजको शुभ रङ रातो हो भने शुभ अङ्क 5 रहेको छ। यस्तै राशिफल सम्बन्धी हेर्न चाहनुहुन्छ भने कृपया यस च्यानललाई सब्स्क्राइब गरी साइडमा रहेको बेल घन्टी दबाउन नबिर्सिनुहोला। कन्या राशिका लागि आज कार्यक्षेत्रमा लोकप्रियतासँगै जनसम्पर्क पनि बढ्नेछ। सेयर बजारबाट लाभ प्राप्त हुनेछ। व्यापार व्यवसायमा कुनै पनि योजना बनाउँदा गम्भीर सोच विचार गर्नुहोला। आजको शुभ रङ नीलो हो भने शुभ अङ्क 4 रहेको छ। तुला राशिको लागि आज कार्यक्षेत्रमा लाभ मिल्नेछ। विद्यालयहरूले अध्यापकमा सफलता मिल्नेछन्। प्राकृतिक सम्पदालाई लिएर वाद विवाद सुल्झिनेछन्। आजको शुभ रङ हल्का पहेँलो हो भने शुभ अङ्क 4 रहेको छ। वृश्चिक राशिका लागि आज आफ्नो आत्मविश्वास र दृढता बढाएर राख्नुहोस्। भाग्यको साथ मिल्नेछ। उच्च शिक्षाको लागि नयाँ अवसर मिल्नेछ। नकारात्मक गतिविधिहरूबाट टाढा रहनुहोला। आजको शुभ रङ रातो हो भने आजको शुभ अङ्क 3 रहेको छ। धनु राशिको लागि अप्ठ्यारो परिस्थितिहरूमा सुधार आउनेछ। मेहनतले रोकिएका काम बन्नेछ। विशेष योजनाहरू सार्वजनिक नगर्नुहोला। आजको शुभ रङ गाढा हरियो हो भने शुभ अङ्क 8 रहेको छ। मकर राशिको लागि सहयोगीहरूले काममा उत्साह जगाउनेछ। नयाँ कार्य प्रभाव गर्ने समय रहेको छ। उद्योग व्यापारमा फाइदा हुनेछ। आर्थिक पक्ष समाप्त रहेको छ। आजका शुभ रङ हल्का पहेँलो हो भने शुभ अङ्क 8 रहेको छ। कुम्भ राशिका लागि आज लक्ष्य अनुसार समयमा कार्य सम्पन्न हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। अध्ययनको लगाइले बौद्धिक क्षेत्रमा विकास हुनेछ। आजको शुभ रङ खैरो हो भने शुभ अङ्क 5 रहेको छ। मीन राशिको लागि खर्च लाग्ने पनि यात्राको प्रक्रिया अघि बढ्नेछ।
सामाजिक कार्य समाप्त भएर खुसी मिल्नेछ। खानपानको लापरवाहीले स्वास्थ्य बिग्रिन सक्ला। आजको शुभ रङ गाढा पहेँलो हो भने शुभ अङ्क 8 रहेको छ। यस्तै राशिफल सम्बन्धी भिडियो हेर्न चाहनुहुन्छ भने कृपया यस च्यानललाई सब्स्क्राइब गरी साइडमा रहेको बेल घन्टी दबाउन नबिर्सनुहोला। तपाईँहरू राशिमा विश्वास गर्न सक्नुहुन्छ। यसले तपाईँको केही हदसम्म समस्या हटाउन सकिनेछ भने तपाईँको आत्मबललाई बढाउन सकिनेछ। धन्यवाद। आज राशिफलले जे जस्ता भने पनि तपाईँको दिन मङ्गलमय रहोस्।